गाइज हाम्रो दाइले चाहिँ यो V4 कुदाउनुहुन्छ होइन अनि V4 S होइन अलिकति दिनु परिहाल्यो होइन दाइ पुरै सुटेड बुटेड हुनुहुन्छ दाइ खतरा कुदाउनुहुन्छ दाइ तपाईँलाई यो बाइक किन्नमा चाहिँ के सोचेर किन्नुभयो लाइक 50,000 पर्छ यसलाई होइन तपाईँले 50,000 हालेर बाइक किन्नु भइरहेछ यहाँनिर अस्ट्रेलिया जस्तो ठाउँमा तपाईँलाई के सोचेर किन्नुभयो क्या यो ड्रिम बाइक हो ड्रिम बाइक ड्रिमको लागि जे पनि गरिदिने जस हेर्नुहोस् गाइज इभन डुकाटीको हेलमेट छ दाइको यही हेलमेटलाई कति पर्छ 1600 जस मिठो छ दामी छ एक्रोपोविक एक्जस्टै 7,000 को हो 8,000 को एक्जस्ट एक्रोपोविच अनि क्लियर क्लच लाउनु भएको छ दाइले अरू के छ दाइ मोडिफिकेसन इन्डिकेटर यो इन्डिकेटर पनि सानो हेर्नु त क्या मिठो बल्छ यो यत्रो सानो इन्डिकेटर छ दामी बल्छ अनि त्यही हो बाइक मिठो छ अरू भनेको अलिअलि कार्बन हो त्यति अलिअलि कार्बन हाल्नुभएको छ यो पनि तपाईँले हालेको यहाँको कार्बन त्यो पनि मैले हालेँ यो हालेको साइडको पनि हालेको होइन यहाँ पनि छ फ्रन्ट मडगार्ड कार्बन टेल कभर पनि रेल मडगार्ड पनि अनि जस लगभग धेरै थोक कार्बन भइसकेको छ यसमा हलुका छ दाइ हल्का छ एकदमै बब्बाल मजा आउँछ है मजा आउँछ अब नेक्स्ट बाइक सी इज अ बीस्ट नै